मेरो कविता सङ्ग्रह स्मृतिका पानाहरूबाट म 22औं कविता लिएर उपस्थित भएको छु र यस कवितामा दुई प्रेमी बीच यो कुराकानी भइरहेको छ। यसलाई सुनिदिनु होला। ऊ भन्छन्, तिमीले हेरेको त्यो एक नजर मेरो मनमा जलेको रहर, तिमी नबुझी हाँस्दा पनि मेरो संसारै बदलिएको थियो। भनेको थिइन् कहिल्यै स्पष्ट मनमा थिए शब्दहरू अप्ठ्यारा, तिमी अनजान बनी हिँड्यौ। म मौनतामा बोलिरहेँ बारम्बार। तिमी थियौ मेरो कविता, जुन कागजमा कहिल्यै लेखिएन। छेउमै उभिएर पनि म ती नजरहरूमा हराइरहेँ। र उनी भन्छन्, तिमी नजिक थियौ तर म देखिन, तिम्रो मौन प्रेम बुझिन। अर्को सपना पछ्याउँदै तिमीलाई नै टाढा बनाइदिएँ। आज ती मौन क्षणहरू रातमा झन्झन गुन्जिन्छन्। बोल्न नसकेको त्यो प्रेम मनभित्रै अझै चिच्याइरहन्छ। र फेरि दुवै मिलेर यो बाचा हुन्छ। के यदि फेरि भेटिन्छौँ, न भाग्यले न संयोगले, इच्छाले, नयाँ सुरुवात खुलेर माया बितेका गल्तीहरू क्षमाले। अब न मौनता बाँकी रहोस्, न अधुरो सपना काँडाले टोसोस्। तारा हेर्ने साझा चाहमा हौँ हामी फेरि नयाँ कथाभित्र। धन्यवाद।